वाउ हेर्दै वाउ छ। सुरुमै देखिन्छ यहाँ चौरीहरू, याकहरू, प्राकृतिक सुन्दरता। यो चाहिँ फालेलुङमा है। यो चाहिँ चार राते पहिलाको प्राङबुङ गाविस चौरी महोत्सव लाग्छ प्रत्येक वर्ष। चौरी हेर्न मन छ, रहर छ र प्राकृतिक सुन्दरता हेर्न मन छ भने पक्कै पनि आउनु होला। हामी चाहिँ आज सन्दकपुरसम्म गाडीमा आएर चाराते क्षेत्रमा आएका छौँ। लगभग यहाँको डिस्टेन्सको कुरा गर्दा सन्दकपुरदेखि 7 किमी। प्रकृतिको रूपरङ्गै फेरिन्छ नि यार यसरी गाडी कुदाउने अन्त यस्तो ठाउँमा सोध्दै मजा आएन नि त यार। पछि त के गर्न त यार, रूपरङ नै बिग्रिन्छ नि हो पछि त। चढ्छ त यो गाडी, चढ्छ त, चढ चढ्यो गयो। त्यस्तो कालोमा पनि चढाउँदो रहेछ यार। चाहिँ पाँचतरको फालेलुङमा देखिएको दृश्यहरू हो। प्राकृतिक रूपमा एकदमै सुन्दर देखिँदो रहेछ, एकदमै मनमोहक र स्वच्छ हावा। तर यहाँ भविष्यमा गएर यसरी नै सवारी साधनहरू खुल्ला रूपमा छोड्ने हो भने पछि चाहिँ धुलो र प्रदूषणले असर गर्छ कि भन्ने देखिन्छ। यो चाहिँ सन्दकपुरदेखि लगभग 7 किमी मात्रै भएको हिसाबले यसलाई चाहिँ एकदम पैदल यात्रा गर्ने गरी, ट्रेकिङ गर्ने गरी छोड्न सक्यो भने चाहिँ अझै विदेशी स्वदेशी पर्यटकहरू चाहिँ आकर्षण गर्न सकिन्छ अझै धेरै भन्ने खालको धेरैको भनाइ चाहिँ सुन्न पाइयो। हाम्रो बोसहरू चाहिँ पुरा पोजमा फोटो हान्दै हुनुहुन्छ, कोही भिडियो। यो यस फालेलुङ चारराते हेरोस् कस्तो देखिन्छ। मलाई चाहिँ बबाल लाग्यो है। आउँदै हुनुहुन्छ भने मौसम पनि ठिक छ, एकदम रमाइलो छ, हावा चलिरहेछ है। हिँड्दै म चाहिँ यहाँ पुगेँ है साथीहरू। कहाँ पुग्यो भनिदिनु पर्यो यार। के हो दाजु यो राँगा हो भाइ, राँगा। ल खतरा हुने रहेछ त। आफ्नो पारामा के अलिक नजिकै क्यामेराले गाउने भयो। अझै 20 सेकेन्ड भयो। 20 सेकेन्ड भयो। 17 भयो। अब म जान्न होला। छैन भारत नेपाल।
छोटो फोटो यदि तपाईँ पनि सन्दकपुर 4 राति आउँदै हुनुहुन्छ भने इलामदेखि जम्मा 36 किमीमा सन्दकपुर पुग्न सकिन्छ भने त्यहाँबाट जम्मा 7 किमीमा चाहिँ 4 राति क्षेत्र चाहिँ पुग्न सकिन्छ। यो चाहिँ तपाईको ट्रेकिङको बाटो र सवारी साधन दुवै प्रयोग गरेर चाहिँ हामी पुग्न सक्छौं। एकदमै रमणीय ठाउँहरू छ। तपाईहरु पनि यात्रा गर्दै हुनुहुन्छ भने भदौदेखि कार्तिकसम्मको समय एकदम उत्तम हुनेछ। भने हिउँ खेल्दै तपाई आउने रहर गर्दै हुनुहुन्छ भने डिसेम्बरदेखि फेब्रुअरी भन्छ, यो पुस अन्तिमदेखि फागुनको समयहरू चाहिँ एकदम उत्तम हुनेछ। एकदमै नजिकै छ। 4 राति चाहिँ सन्दकपुरदेखि 7 किमी भनेको हिँडेर लगभग 1 घण्टा 30 मिनटदेखि 2 घण्टाको बीचमा पुग्न सकिन्छ। त्यो तपाईको यात्रामा भर पर्छ भने गाडीमा 30 देखि 50 मिनटको दूरी चाहिँ तय गर्नुपर्ने हुन्छ। भने सन्दकपुर चाहिँ इलाम सदरमुकामदेखि लगभग 3 घण्टादेखि 5 घण्टाको दूरीमा चाहिँ रहेको छ, जुन चाहिँ इलाम बजार, बिब्लाटे बजार, माईपोखरी, माईमझुवा हुँदै पनि जान सकिन्छ। भने अर्को चाहिँ इलाम बजार, बिब्लाटे, चापगैरी र तपाईको सुलुबुङ र माबु हुँदै पनि जान सकिन्छ। विभिन्न रुटहरू चाहिँ रहेका छन्। तपाईले चाहिँ आफ्नो इच्छा अनुसार ती यात्राहरू चाहिँ तय गर्न सक्नुहुन्छ। एकदमै मनमोहक दृश्यहरू छ, एकदमै राम्रा भ्यूहरू चाहिँ हेर्न सक्नुहुन्छ, राम्रा सिनहरू चाहिँ क्याप्चर गर्न सक्नुहुन्छ। एकदम मन आनन्दित हुने ठाउँ छ, प्रफुल्लित हुने ठाउँ छ। पक्कै पनि आउनुहोला। तपाई सन्दकपुरदेखि 4 राति हुँदै फालोटसम्म पनि तपाईको हिँडेर नै ट्रेकिङ बाटोबाटै जाने अवस्था पनि छ। गाडी प्रयोग गरेर पनि जान सक्नुहुन्छ। जम्मा 21 किमी रहेको छ सन्दकपुरदेखि। त्यो 4 राति हुँदै 4 रातिदेखि लगभग 14 किमीको दूरीमा रहेको पाउन सकिन्छ फालोट पनि। त्यो पनि एकदमै सुन्दर छ। फालेलुङको 4 राति भनेको चाहिँ यही हो। पुगेको चाहिँ छैन। तपाईको भेकलको कुरा गर्नुहुन्छ भने 2 चक्के सवारी साधनहरू पनि जान सक्नुहुन्छ। यो चाहिँ नेपालको रुट मात्रै जान पाइन्छ 2 चक्केबाट चाहिँ। 4 चक्के गाडीहरूलाई मात्रै इन्डियाको बाटो चाहिँ लान दिन्छ। 2 चक्के साधनहरूलाई चाहिँ सिंहलीला जुन नेसनल पार्कले चाहिँ बन्देज गरेको रहेछ। इन्डियाका सबै सवारी 2 चक्के पनि नेपालको बाटो नै भएर आउँछ। के डट बाइकहरू भए सजिलो